सर यो त लकेट मैले नि किन्ने हो कि खुकुरी किन्ने क्या हो आछि माथि हिउँमा जाँदा झन् कस्तो हुन्छ नि यस्तो चिसो छ गाइसहरू ल ल ल ओइ के बप्पाल बप्पाल छ त्यो तामाको मुक्तिनाथ है गाइसहरू मुक्तिनाथ गएर भिडियो चाहिँ नआएको भिडियो चाहिँ नेक्स्ट भिडियोमा हुन्छ होला त्यही लागिरहेको छ मैले किनकि म नआउँछु अरूले भिडियो गर्छु नि त त्यस कारण चिसो छ एकदम अति चिसो छ फोटो क्रेन सर कतातिर हो र सर आज कतिको टाढा छ र फर्स्टचोटि हो कि हामी त्यो स्कुल बाटोतिर आएको यस्तो हिँडिरहेको छ है तल बस स्ट्यान्डदेखि अझै भेटिरहेको छैन कि मुक्तिनाथ टेम्पल साथीहरू यो चाहिँ मुक्तिनाथको सामानहरू है टुरिस्टहरूको नम्बर अफ टुरिस्ट एकदम भित्रिएको छ कि नेपालमा यहाँ क्यामेरा कति ठुलो हो मान्छेको यति भित्र यस्तो हो हाम्रो अस्मितले मुक्तिनाथको जम्मै सामानहरू उठाइदिन्छ क्या हो सो गाइस अब चाहिँ मुक्तिनाथ जाने सुरु गरियो है ओइ ल छिर्दिउँ है ल वेलकम है हामी चाहिँ गयो है साथी हो अब मुक्तिनाथ टेम्पलमा ल हाम्रो सरहरू साथीहरू सँगै जाने भनेर ल यस 365 भन्ने कुरा छ
कतिवटा छ काउन्ट गर्छ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 21 22 23 24 25 26 ओ कसको पैसा हो यो मेरो कसको पैसा हो त्यो चाहिँ त्यसले देखेछु सो गाइस ओए हेर्नुहोस् मुस्ताङको भ्यू मुक्तिनाथको भ्यू अझै नआउने म नआउने भनेर जाङ्ने सिकेर के हुन्छ त्यत्रो काम नि होला यार तर अलि बिस्तारै हिँड्नुपर्छ है एक्कासी माथि गएर बस्दाखेरि अक्सिजन कोही हेर्नु न त्यहाँ के हो आइस जमेको जस्तो के